नमस्ते साथीहरू, तपाईँलाई चाहिँ आज यो सुकियाबाट यता रामजी भएर सब्जी लाइनको बाटो यता बजारतिर लाग्दैछु। यो सानो सब्जी लाइनको भ्यू अनुसार भिडियो देखाइरहेको छु, तपाईँले हेरिदिनु होला के कस्तो हुन्छ। भिडियोको अन्ततिर तपाईँले कमेन्टहरू गरिदिनु होला, लाइकहरू गरिदिनु होला। यसो बुझिदिनुहोस्, तपाईँको लाइक कमेन्टले मेरो मोटिभेसन हुन्छ है। अब यहाँबाट चाहिँ देब्रेतर्फ गयो भने चाहिँ हामी सिधा सुकियापोखरी पेट्रोल पम्प भएर अगाडि मासुरा अनि मन्दिर अगाडि पाइन फरेस्ट हुँदै हुँदै जान्छौँ। हेरिदिनु होला। अब हामी पेट्रोल पम्प छेउ आइपुग्यौँ। यो तपाईँले देख्नुहुँदैछ, यो बायाँ तरफ चाहिँ पेट्रोल पम्प छ। दाहिनेबाट गयो भने तल मासदुरा जो कि अहिले सानो मिनी पेहेलगाम भनेर चिनिन्छ है। तपाईँहरू हेर्नुहोस्, आउनुहोस्, घुम्नुहोस्, तपाईँलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस्। तपाईँलाई सुकियाको पुरा फरेस्टहरूको भ्यू देखाउन सकिनँ किनकि धुम्बो लागेको थियो त्यतापट्टि। अहिले माथिल्लो बाटो भएर म यता कागजोडा भएर बजारतिर जाँदैछु। यहाँ बजारमा पनि जाम लागेको छ अहिले टुरिस्टहरू आएकोले गर्दा। अब यहाँबाट चाहिँ दाहिने बढेर म बजारतिर लाग्दैछु। बजारमा सानो काम भएकोले गर्दा अब अलिकति चाँडै पुग्नु पर्ने भयो।
हेर्दै जानुहोस्। दार्जिलिङ कति जाम भन्ने कुरा यस्तै हो, गाडी जतासुकै राख्छ। अब टुरिस्टहरू पनि त्यतिकै आउँदैछ र अलिक जाम पनि भइहाल्छ। भन्दा पनि अब गाडी हेरिहाल्नुहोस् अगाडि कति ताँत लागेर जाँदैछ। अब धेरै जाम भयो भने चाहिँ अब तपाईँहरूलाई म धेरै लामो भिडियो देखाउन सक्दिनँ, किनकि जाममा अब के गर्नु है, बोलेर पनि भएन। त्यो कारणले गर्दाखेरि चाहिँ आजको सानो भिडियो चाहिँ म यहीँ समाप्त गर्दैछु है।